यलो महानगरपालिका यलो दे या त स्मार्ट सिटी देकेको नीति थिथि कथया ज्या याना वया चंगुदु महानगर यलो दे दुने स्मार्ट सिटी योजना अन्तर्गत ग्रीन एन्ड ब्लू प्रोजेक्ट कथा आपोला थासे हरियाली अभिवृद्धि लिसे नना वने थुंकुको पुखुया पुनर्निर्माण ज्या याना चंगुदु थोए झोले यलो महानगरपालिका लगथोरिया दक्षिण पश्चिम पाखे राजदल गन्या परिसर दुगु पलेस्मा पुखु वैगु आर्थिक दनिसे पुनर्निर्माण ज्या याइगु जुगुदु नेपाली सेना या थासे लाना चंगु पुखु पुनर्निर्माण या त आइतबा यलो महानगरपालिका व राजदल गण ललितपुर दत्वी पुखु जीर्णोद्धार सम्बन्धी समझदारी पति लाछि तेगु जाजुगुदु सीमित व्यक्तिहरुलाई मात्र सञ्चालन गर्दैछौं। महानगरपालिका पाखे मेयर चिरी बाबु महर्जन व राजदल गण पाखे गुल्मपति सुमित विक्रम राणा लाची तयार दिएको छ। करिब सकिसकेको छ। तर मात्र एउटै कुरा के त भन्दाखेरि यी पोखरीहरू यो पोखरीहरूको जसरी निर्माण भएको छ त्यो पोखरीको छेउछाउमा र लगभग त्यसको डाउन स्ट्रिममा रहेका सम्पूर्ण ढुङ्गे धाराहरू सम्पूर्ण इनारहरूमा चाहिँ एकदमै राम्रोसँग रिचार्ज हुन्थ्यो। तसर्थ हाम्रो अहिलेको उद्देश्य भनेको त्यो पोखरीमा चाहिँ पानी जमाउने र त्यसपछि त्यहाँबाट चाहिँ त्यो पोखरीमा चाहिँ पल्सा पुखु भनेको कमलको फुल हो, कमलको फुल चाहिँ त्यहाँ फुलाउने भन्ने चाहिँ हाम्रो उद्देश्य छ। तसर्थ यति महत्त्वपूर्ण पोखरी अहिलेको परिस्थितिमा त्यो चाहिँ एकदमै ड्राई छ, हेर्दाखेरि नै अशोभनीय छ। तसर्थ यो पोखरीलाई चाहिँ बाई हुक अर बाई क्रुक राम्रो पार्नुपर्छ भन्ने चाहिँ हाम्रो मान्यता हो। अनि अर्कोतर्फ ललितपुर महानगरपालिकालाई हामीले एउटा वातावरण मैत्री सहर र यसलाई चाहिँ स्मार्ट सिटी बनाउने भन्ने चाहिँ हाम्रो रहर, यो दुईटा कुराको फ्युजन अन्तर्गत हामीले विविध कामहरू गरेका छौँ। अब अस्ति मात्रै राजदलगणको अघि हाम्रो गणपति सरले भने जस्तै राजदलगणको पेरिफेरीभित्र 51वटा वाटर रिचार्ज पिट, रेन वाटर रिचार्ज पिटको निर्माण भएको छ। त्यो हुनु भनेको चाहिँ आकाशमा त परेको पानी एकैचोटि धरतीमा चाहिँ सिपेज हुनु हो। त्यो हुनु भनेको छेउछाउको चाहिँ नदी छेउछाउको चाहिँ यो जुन इनार र ढुङ्गे धाराहरूमा चाहिँ रिचार्ज हुनु हो र यो काम पनि उहाँहरूले ज्यादै नै बुद्धिमत्तापूर्ण तवरले गर्नुभयो। त्यसको लागि पनि उहाँहरूलाई चाहिँ हार्दिक धन्यवाद। र अब हाम्रो भनाइ चाहिँ मेरो भनाइ चाहिँ त्यो रिचार्ज पिटबाट चाहिँ यो जुन पोखरी छ यो पनि सिंचित हुन्छ। हामीले चाहिँ यो टिका भैरवबाट आउने जुन राजकुलो छ त्यो राजकुलो ल्याएर चाहिँ हामी यसमा जोड्छौँ। यसमा त्यो राजकुलो जोडिसकेपछिको अवस्थामा जहिले पनि यसमा चाहिँ पानी हुन्छ, पानी भएपछि कमलको फुल फुल्छ। ललितपुर महानगरपालिका वडा नम्बर 15 श्री राजदल गणको उत्तर भागमा 2वटा पोखरीहरू केही वर्ष अघिदेखि अवस्थामा रहेकोले गर्दा विगतमा पनि विभिन्न सङ्घ संस्थाहरूले उक्त स्थान विभिन्न प्रयोजनको लागि प्रयोग गर्न माग गर्दै आएको, तथापि उक्त संस्था उक्त स्थानको ऐतिहासिक महत्त्व बुझी श्री राजदल गणले यस पोखरीको जमिन अन्य प्रयोजनको लागि प्रयोग नगरी पोखरी संरक्षण नै गर्नुपर्छ भन्ने धारणा राख्दै आएको थियो। ललितपुर महानगरपालिकाको नगरलाई स्वच्छ सफा हरियाली बनाई ऐतिहासिक पोखरीहरूको संरक्षण गरी स्मार्ट सिटी निर्माण गर्ने माग अभियान अन्तर्गत सप्तपताल पोखरी सहित यस राजदल गण हाताभित्र रहेको 2वटा पोखरीहरू पनि संरक्षण गर्न प्रस्ताव ललितपुर महानगरपालिकाका मेयरजीबाट प्राप्त भएको। ललितपुर महानगरपालिकासँग हातेमालो गर्दै आपसी समझदारीमा ललितपुर महानगरपालिकालाई उक्त पोखरी पुनर्निर्माण तथा जीर्णोद्धार गर्न सहमति प्रदान गर्दछौँ। यस ग्राउन्ड वाटर रिचार्ज सिस्टमले आगामी दिनहरूमा ललितपुरमा रहेको विभिन्न प्राचीन ढुङ्गे धारा तथा पोखरीहरूमा पहिला जस्तै सधैँ पानी आइरहने बनाउन यस 3वटा पोखरीहरूको पुनर्निर्माण तथा थप टेवा दिई सदाबार रूपमा ढुङ्गे धाराहरूमा पानी आउनेछ भन्ने हामीले विश्वास लिएका छौँ। मठ सुइगु रोपनी न्याना चंगु थुगु पुको आ सुक्खा अवस्था दु
च्याजोले उपप्रमुख गीता सट्याल लिसे महानगरपालिका या प्रशासकीय अधिकृत गणेश अर्याल महानगर पुखो पुनर्निर्माण लिसे महानगर या ज्याइएको प्रवृत्ति बारे जानकारी ब्यादिल। राजदल ब्यारेकको नाममा रहेको पोखरी आज ललितपुर महानगरपालिकासँग सम्झौता गरेर ललितपुर महानगरपालिकाले त्यो पोखरीलाई पुनर्निर्माण गर्ने र यो पोखरी पुनर्निर्माणले धार्मिक, सांस्कृतिक, ऐतिहासिक र पर्यटकीय प्रवर्धनमा महत्त्वपूर्ण भूमिका खेल्नेछ भनेर हामीले महसुस गरेका छौँ। मलाई लाग्छ यस पोखरी पुनर्निर्माणले ललितपुरवासीहरूको शिरलाई उच्च बनाउने कार्यमा ललितपुर महानगरपालिकाले एउटा इँटा थप्ने कार्य गरेको छ। A leader doesn't say what to do, but he shows how it is done भन्ने एउटा अङ्ग्रेजीमा भनाइ छ। एउटा नेतृत्वले के गर्ने भन्ने कुरा मात्रै भन्दैन, उसले यो कसरी गर्ने भन्ने कुरा व्यवहारमा गरेर देखाउँछ भन्ने एउटा अन्तर्राष्ट्रिय हिसाबमा प्रचलित एउटा भनाइ छ। त्यो भनाइलाई स्थापित गरेको छ। वास्तवमा हामीले ललितपुरको यो आजको जुन कार्यक्रम हामीले गऱ्यौँ, यो कार्यक्रमको ऐतिहासिक महत्त्व छ, यसको सांस्कृतिक महत्त्व छ, यसको वातावरणीय महत्त्व छ, सँगसँगै यसको सहरी सौन्दर्यतालाई कायम राख्ने ललितपुर महानगरपालिकाको प्रण र प्रतिज्ञा जुन छ त्यसलाई पनि यसले महत्त्वका साथ यसलाई झन् स्थापित गरेको छ। र अन्त्यमा वास्तवमा ललितपुर महानगरपालिकाको ओनरसिपलाई जस्टिफाई गर्ने र सङ्घर्षलाई चाहिँ संरक्षण गर्ने काम पनि आजको यो घोषणा यो यमयु सेरेमनीले गरेको छ। आगामी दिनमा हामीले यो आज जुन यमयु समझदारी पत्रमा हामीले हस्ताक्षर गरेका छौँ, यो समझदारी पत्रका हरेक मुद्दाहरूलाई अक्षर सही हिसाबले पालना गर्दै यसलाई कार्यान्वयनमा लिएर गएर एक दिन फेरि हामीले भन्नेछौँ हो हामीले यसलाई सम्पन्न गरेर देखायौँ, हामी सम्पन्न गऱ्यौँ भनेर यसरी नै फेरि उपस्थित भएर हामीले प्रणका साथ गर्वका साथ यो घोषणा गर्ने दिन छिट्टै आउनेछ भन्ने त्यो प्रतिबद्धता र त्यो प्रण पनि ललितपुर महानगरपालिकाको कर्मचारी तर्फबाट म सम्पूर्ण आदरणीय महानुभावलाई निवेदन गर्न चाहन्छु। थथे नना वंगु भौतिक संरचना तेस हाक्न पुनर्जीवन क्याटिङ्गु तस्क त्वचा बजु थजागु पुनर्निर्माण महानगरिया ऐतिहासिक, सांस्कृतिक वातावरणीय लिसे सहरी सौन्दर्यता कायम या त पक्का न ग्वालियै